नमस्कार सम्पूर्ण साथीहरूलाई वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखा ग्वार्खबाट आएको सूचना लिएर आएको छु। रुट इन्डस्ट्रीको तालिम प्रयोजनका लागि आवेदन फारम भर्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना। नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया रोजगार तथा श्रम मन्त्रालयबीच सम्पन्न साझेदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आएको सन्दर्भमा रुट इन्डस्ट्रीको वेल्डिङ क्षेत्रतर्फ कामदार पठाउने प्रयास स्वरूप रुट इन्डस्ट्री मार्फत कामदार कोरिया पठाउने सिलसिलामा उम्मेद्वारको छनौट गर्न कोरिया भाषा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा एचआरडी कोरियाबाट 30 मे 2025 प्राप्त पत्र अनुसार 120 घण्टाको कोरियन भाषा तथा 120 घण्टाको वेल्डिङ विषयमा तालिम प्रदान गरी रोजगार प्रक्रिया आबद्ध गराउने हुँदा उक्त तालिम कार्यक्रममा सशुल्क सहभागी हुन इच्छुक तपसिल उल्लेखित योग्य नेपाली नागरिकबाट दिया बमोजिम विवरणका आधारमा आवेदन फारम दर्ता गर्न हुन यो सूचना आह्वान गरिएको छ। तालिम तथा अन्य विवरणहरू निम्नानुसार उल्लेख गरिएको छ। तालिम तथा कार्य गर्नुपर्ने क्षेत्र। तालिम र रोजगार भाषा परीक्षा उत्तीर्ण पश्चात रोजगारदाताको छनौटमा परेमा वेल्डिङ क्षेत्रमा काम गर्नु पाउने छ। आवेदकको योग्यता: नेपाली नागरिक हुनुपर्ने, 18 वर्ष पुर्याई 39 वर्ष ननागेको हुनुपर्ने, फौजदारी अभियोगमा अदालतबाट कसुरदार नभएको, गणतन्त्र कोरिया गैर-कानुनी गतिविधि संलग्न भई वा गैर-कानुनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कलर ब्लाइन्डनेस, कलर विकनेस जस्ता शारीरिक अपाङ्गता नभएको, न्यूनतम 12 कक्षा उत्तीर्ण भएको, कोरिया वा नेपालमा कम्तीमा 1 महिनाको व्यावसायिक तालिम लिएको, कोरिया भाषा टपिक लेभल 3 वा सो भन्दा उच्चतर उत्तीर्ण भएकालाई दिइनेछ। वेल्डिङ सम्बन्धी तालिमले सम्पूर्ण सिप परीक्षण समिति एनएसटिबीबाट कम्तीमा लेभल 1 उत्तीर्ण गरेको प्रमाणपत्र भएकालाई समावेश गराइनेछ। आवेदन दर्ता प्रक्रिया: आवेदन दर्ता मिति 2082 जेठ 19 गते सोमबार 10 बजेदेखि 2082 जेठ 23 गते शुक्रबारसम्म। आवेदन दर्ता प्रक्रिया: परीक्षा आवेदन फारम इपिएस नेपाल GOV-NP मा गई अनलाइनबाट मात्र भर्नुपर्ने छ। आवेदन दर्ताका लागि आवश्यक पर्ने कागजातहरू: आवेदकले आवेदन फारम भर्दा राजधानीको फोटो भएको पेजको रङ्गीन स्क्यान गरेको जेपीजी इमेज फाइल अपलोड गर्नुपर्नेछ। आवेदकले आवेदन फारम साथ शैक्षिक योग्यता प्रमाणपत्र, सम्बन्धित क्षेत्रको तालिम लिएको प्रमाणपत्र, सम्बन्धित क्षेत्रमा अनुभव भएको प्रमाणपत्र, टपिक लेभल उत्तीर्ण भएको प्रमाणपत्र र एनएसटिबीबाट प्राप्त सिप परीक्षण प्रमाणपत्र भएमा अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। आवेदन फारम 3 महिना यता खिचेको, दुवै कान देखिने, एमआरपी साइजको सेतो पृष्ठभूमि भएको, अप्पर चेस्ट देखिने, सेतो कपडा नलगाएको, रङ्गीन फोटो जेपीजी 15 KB साइजको फोटो स्क्यान गरी अपलोड गर्नुपर्नेछ। आवेदन दस्तुर: अहिलेको लागि आवेदन दस्तुर निःशुल्क छ र परीक्षा शुल्क: तालिम सम्पन्न भए पश्चात तुरुन्तै भाषा परीक्षा सञ्चालन हुनेछ। आवेदकहरू छनौट भए पश्चात तालिम शुल्कका अतिरिक्त अन्तिममा सञ्चालन हुने कोरियन भाषा इपिएस टपिक युबिटी परीक्षाका लागि परीक्षा शुल्क अमेरिकी डलर 28 तिर्नुपर्नेछ। जस्तै यो भन्न खोजेको कस्तो भने पहिला तालिममा सहभागी हुनको लागि आवेदन दस्तुर निःशुल्क छ अनि तपाईहरू चाहिँ त्यो आवेदन दस्तुरपछि इपिएस टपिक लेभलको परीक्षाको लागि $28 तिर्नुपर्नेछ। परीक्षा स्थल तथा परीक्षा समय सम्बन्धित विस्तृत विवरण: परीक्षा आवेदनसँग संलग्न कागजातहरू पहिलो चरणमा मूल्याङ्कन समितिबाट निम्न अनुसारको अङ्कको बारेमा छानबिन रहनेछ। एकाडेमिक ब्याकग्राउन्ड, भोकेसनल ट्रेनिङ, करियर, कोरियन ल्याङ्ग्वेज सर्टिफिकेटबाट पहिलो चरणको
छानबिन हुनेछ। यसबाट उल्लेखित मापदण्ड अनुसार मूल्याङ्कन गरिनेछ। एचआरडी सर्भिस अफ कोरियाबाट तोकिआएको सङ्ख्या अनुसार अन्तर्वार्ताका लागि सर्ट लिस्टिङको नतिजा प्रकाशन गरिनेछ। प्रक्रिया छनौट भएका व्यक्तिहरूले प्रहरी प्रतिवेदन स्वास्थ्य परीक्षणमा समेत उत्तीर्ण हुनुपर्नेछ। छनौट भएका व्यक्तिहरूले आवश्यक सक्कल कागजातसहित अन्तर्वार्तामा समावेश हुनुपर्नेछ। अन्तर्वार्तामा कोरियन भाषा दक्षता सम्बन्धी क्षेत्रतर्फको निजको बानी व्यवहार आचरण जस्ता मापदण्ड अनुसार छनौट गरिनेछ। समान अङ्कको हकमा कोरियन भाषा परीक्षाको अङ्क सिप र आचरण हेरी बढीमा 50 जना व्यक्तिहरू छनौट हुनेछन्। साथै त्यसपछिका उच्चतम अङ्क ल्याउने 7 जना क्रमशः वैकल्पिक उम्मेद्वार रहनेछन्। उत्तीर्ण 50 जना उम्मेद्वारहरूले एचआरडी सर्भिस अफ कोरिया नेपाल इपिएस सेन्टरको 30 मे 2025 को पत्र अनुसार रूपन्देही जिल्लाको बुटवल तामनगर स्थित कोरियन नेपाल बहुप्राविधिक शिक्षा KNPI-मा 120 घण्टाको वेल्डिङ र 120 घण्टा कोरियन भाषा गरी जम्मा 240 घण्टाको तालिम लिनु पर्नेछ। 120 घण्टाको कोरियन भाषा मध्येमा 75 घण्टा अनिवार्य भाषा कक्षामा सहभागी भई भाषा परीक्षा युबिटी हुने साथै 45 घण्टा पूर्व अभिमुखीकरण तालिमको समय रहनेछ। कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा सञ्चालन हुने तालिमको लागि लाग्ने शुल्क स्वयं बेहोर्नुपर्नेछ। सोको लागत आवासीय सेवा नलिएमा न्यूनतम 55,500 र आवासीय सेवा लिएमा 88,000 लाग्नेछ। जस्तै अब तपाईँहरू त्यहाँ बसेर तालिम नलिने हो भने 55,500 लाग्यो अनि त्यहीँ बसेर तालिम लिनुपर्ने भयो भने पर 88,000 तिर्नुपर्नेछ। तालिममा सहभागी परीक्षार्थीहरूले कोरियन भाषा परीक्षामा सहभागी हुनुपर्नेछ। अन्त्यमा तालिमका न्यूनतम 80% उपस्थित भएको सो तालिमका बेलामा लिएको अभ्यास परीक्षामा औसत 60% भन्दा बढी अङ्क हासिल गरेको र कोरियन भाषा परीक्षा इपिएस टपिक युबिटीमा उच्चतम अङ्क प्राप्त गरेको व्यक्तिहरूमध्ये उत्कृष्ट 50 जना व्यक्तिहरू मात्र योग्य सूची रोस्टरमा समावेश हुनेछन्। उत्कृष्ट 50 जना व्यक्तिहरूमध्ये केही कारणले कुनै उम्मेद्वारले तालिममा सहभागी नभएमा वा बिचैमा छोडेमा वैकल्पिक उम्मेद्वारको उच्च अङ्क ल्याउने व्यक्तिबाट क्रमशः तालिममा सहभागी गराउन सकिनेछ। परीक्षार्थीहरूको परीक्षा सञ्चालन हुनु भन्दा अगाडि बायोमेट्रिक दर्ता तथा भेरिफाई गरी युबिटी ट्याब मार्फत सञ्चालन हुनेछ। परीक्षा प्रणाली र अङ्क रिडिङमा 20 अङ्क र लिसनिङमा 20 अङ्क टोटल 40 अङ्क हुनेछ। उत्तीर्ण अङ्क चाहिँ 40। 50 मिनटको परीक्षा हुनेछ। इपिएस टपिक वस्तुगत बहुत्तरको मूल्याङ्कन आधारित हुनेछ र रिडिङ र लिसनिङ सुनाइ परीक्षाको बिचमा मध्यान्तर हुने छैन, लगातार सुचारू हुनेछ। परीक्षा दिनको पूर्वतयारी। परीक्षा दिनुभन्दा अगाडिको पूर्वतयारी। प्रत्येक आवेदकले आफ्नो प्रवेश पत्रको रङ्गीन प्रति र सक्कल राजधानी लिई आउनुपर्नेछ, अन्यथा परीक्षामा सामेल गराइने छैन। अन्य जानकारी। आवेदन फारम। उल्लेखित आवेदकको व्यक्तिगत विवरण जस्तै नाम, थर, जन्ममिति र फोटो निजको राजधानीको भन्दा फरक भएमा परीक्षामा सामेल नगराइने जानकारी गराइन्छ। सर्ट लिस्ट भइसकेका व्यक्तिहरूले प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षण प्रतिवेदन पेश गर्नुपर्नेछ। इपिएस अन्तर्गत रोजगार प्रक्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा, एचआरडी सर्भिस अफ कोरिया, इपिएस सेन्टर नेपाल बाहेक अन्य कुनै पनि निजी सङ्घ संस्था, शैक्षिक संस्था वा व्यक्तिहरूले संलग्नता नहुने बेहोरा समेत जानकारी गराइन्छ।
तालिममा सफल भई रोस्टर निर्माण भए तापनि रोजगारदाताको छनौटमा नपरेसम्म कोरियाको रोजगारीको अवसर प्राप्त नहुने बेहोरा सम्बन्धित सूचना मार्फत सबैलाई जानकारी गराइन्छ। र पछि आउने भिडियोको लागि हाम्रो इपिएस कोरिया अपडेटको युट्युब च्यानललाई सब्स्क्राइब गरी राख्नुहोला। धन्यवाद सबैजनालाई।